न त कुनै ठुलो एक्टर न त कुनै ठुलो एक्ट्रेस र भए पनि मलाई यसको ट्रेलरले कनेक्ट गरेर राख्यो। हुनु त स्क्रिप्ट राम्रो र पर्फर्मेन्स राम्रो भयो भने नचिनेको एक्टर एक्ट्रेसले पनि मुभी इन्डस्ट्रीमा मार्केट खान्छ, जस्तै कि कुमारी। तर म आज कुरा गर्दैछु लालीमा। फाइनली यसको युट्युबमा ट्रेलर ड्रप भएको छ। साँच्चै नै हो भने मलाई यसको ट्रेलर मन पर्यो। जुन ब्याकग्राउन्ड म्युजिक छ र क्यारेक्टरहरूको पर्फर्मेन्स छ र स्क्रिप्ट पनि स्ट्रङ छ जस्तो फिल गराउँछ यसको ट्रेलरले। र यो मुभीलाई आफ्नो फ्यामिलीसँग इन्जोय गर्न सकिँदैन। मुभीको मेन क्यारेक्टरलाई एक यौनकर्मीमा देखाएको छ। यति मात्र नभएर उसको जीवनमा आएको कठिनाई, सामाजिक विभेद र मानसिक सङ्घर्षलाई पनि झल्काएको छ। ट्रेलरमा हेर्दा उनको प्रेम सम्बन्धको भोगाई र यौनकर्मीको समुदायले भोग्ने हिंसा, विभेदको दृश्यहरू देखाएको छ। र ट्रेलरको सबभन्दा मेन पोइन्ट भनेको क्राइम सिनलाई राम्रोसँगले प्रेजेन्ट गरेको छ जस्तो फिल दिन्छ। अरू त खासै केही छैन, तर मलाई यसको ब्याकग्राउन्ड म्युजिक स्ट्रङ लाग्यो र लास्टमा जुन म्युजिक छ त्यो एकदमै बवाल लाग्यो, जसले ट्रेलरलाई अझ राम्रो हाई लेभलमा बनाएको जस्तो फिल दिन्छ। र क्यारेक्टरहरूको पर्फर्मेन्स राम्रो लाग्यो र यो मुभी फागुन 29 गते नेपालको हलहरूमा रिलिज हुने तयारीमा छ। यदि तपाईँहरूले लालीमाको ट्रेलर हेर्नुभएको छैन भने गएर हेर्नुहोला र जसले हेर्नुभएको छ कस्तो लाग्यो कमेन्ट गर्नुहोला। र भिडियो मन पऱ्यो भने लाइक सेयर गर्नु नबिर्सिनु होला र च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्नु नबिर्सिनु होला। फेरि भेटौँ अर्को भिडियोमा, तबसम्मको लागि बाई।